पनि त्यतिकै आउनु पर्यो त अन्त मलाई त के थाहा त अन्त अब सेल्फी नै खिच्छ होला भनेर कुदेर आउनु भने कुदेर आयो नि अन्त काम गर्दै गरेको मान्छे अन्त यहाँ अब राम्रो देख्छ ल न त यस्तोमा त राम्रो देख्छ त छातीमा राख्दा है अहिले खाता है बुद्धि पे राख्दा ये खाने के लिए आता है हाँ आप खाता है सेल्फी हानु ला लो 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 झन्डै अन्त सेल्फी के निकाल्यो आँखा चिम गरेको छ अन्त चिम्रे आँखा झन् लो आ खोल्नु अब सर्फरस त दामी हो साडी सारी मैले मन पर्ने दामी रहेछ मन पर्यो दामी आमा थाहा छ नि त अन्त मैले मलाई त यस्तै मनपर्छ मलाई अब कस्तो हो है यस्तो तिम्रो बाली बस्छ यही साडी लाएर खिच्नु भोलि यही साडी लाएर खिच्नु यस्तो अरे यस्तो अरे 2 रुपिस यो बसको सिट पनि छ नानी उहाँ छ फाल्टो होला यसमा होला तिमी त फोटो खिच्दैछ के छेलेको हो भयो मेरो फुपूलाई अब अर्को पाली ल फुपू आमालाई त आमा हेर्नु दामी भयो फुपूलाई अर्को पाली भन्दैछ पर्दैन किन हौ बात गर्नु नि अब बात गर्नु के मलाई त मन पर्यो मेरो छोरीले ल्याइदिएको सरप्राइज खुसी हृदयबाट एकदम पुरा मलाई कुरकुरे मुरमुरे आलु उयो केराको केराको अँ ल्याइदिएको छ मेरो भदैनीले देखिहाल्ला सबैले फुपू पो दामी बोल्दो रहेछ हौ फुपू पो दामी बोल्दो रहेछ भिडियोमा बानी भएको फुपू फुपूले पुरा भिडियोहरू बनाउँछ कि क्या हो मेरो कान्छी भदैनीले ल्याइदिएको केराको चिप यो कार्टुनमा चाहिँ के लाग्यो त्यो त होइन त्यो टेबल हो अस्ति ल्याएको तिमी खायौ आमालाई चाहिँ कस्तो कलरको ल्याइदियो खाने बुहारी खाऊ न चुप लागेर होस् अब सक्थ्यो खायो अहिले नखोल्ने खोल्यो भने आँखा तिमीलाई कस्तो कलर छ दामी सुहाउने छोरीको चाहिँ नराम्रो हुन्छ मलाई त राम्रो लाग्यो ओ मेरो कान्छी छोरीलाई दिएको दसैँमा ढल्काउने अब यसपल्ट दसैँ मान्नु हुन्छ हो र केरलादेखि लगाइदिएको मेरो कान्छी छोरीले लो 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 अब ढल्लक ढल्लक ढल्ल्यो 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 भन्दै बोलाउँछ छैन बोलो चाहिँ साडीको सेट हुन्छ राम्रो छ त ए हुन्छ राम्रो छ के छ हाम्रो छोरीहरूलाई आमाहरूको चोइस थाहा छ नि कलरहरू पनि यस्तो यस्तो मनपर्छ भनेर त्यसको ब्लाउजको अस्तरी हो ओ रिया बिबी नै सिलाउने त त्यसको अस्तरी हो अस्तर ए अस्तर पो लु भयो सक्यो अब सक्यो गाइस अब यहाँ काट्नुपर्छ लामो लामो छ यसकै काट्छ ब्लाउज त्यसको चाहिँ काट्नुपर्छ मेरो चाहिँ पर्दैन है ए त्यो त फाल्टै रहेछ होइन यसको पनि काट्नुपर्छ यो हातको बाउला काट्नुपर्छ त यो लामो पर्छ यो लाएर अनि यो सिलाउँछ नि पुरा बाउला बनाउनुपर्छ दर्जिनीलाई थाहा हुन्छ नि यो मैले 2 मिटर गरेर लिएको छ नि त ब्लाउजको ए ठिकै गरे पुग्दैन नि त फुपू छ भने थाहा थिएन उता उतै छ भने यो चाहिँ काट्नुपर्छ तपाईँ छ भनेर थाहा थिएनलाई म त दिदी घर कोही बेला त ऊ अस्ति आएर दोङ्गी म अघि गएको फुपूको घर फुपू थिएन कहाँ गएको थिएँ तपाईँ अघि आएको त फिङ्गर लाउनु गएको उहाँ मगर गाउँ लाउँदैछ अरे ए म अघि तपाईँ आएको देखेर गएको फेरि घरमै थिएन
अनि घुमेर आयो पानी आयो लु हाम्रो त दसैँ आयो दसैँ आयो हाम्रो त दुई बहिनीको त ल गयो दसैँमा मात्रै सिलाउनु पर्छ नलाउनु मन लागिहाल्छ ल धन्यवाद छोरी ल नानीहरू विदेश गयो भने ल्याउँछ नि हाम्रोहरूले भर्खर सुतेर उठेको गाइस मलाई त यो भयो हुन्छ नकल पारिस है अब चाहिँ गाइस अब रियाको टर्न है रियालाई दामी सरप्राइज थियो त्यो सरप्राइज नै गाइस रिया र म बाजेको थिएँ कि पहिलाको मेमोरिजहरू अब एउटा त यो ल्याइदियो होइन यो भयो हुन्छ एउटा त यो यो नहेर एकैछिन है अर्को पनि लिएर आउँछु है मलाई सिकायो अन्त ए ल आफू लगाउँछु भरे राम्रो छैन भने चाहिँ मलाई मन परेन भने चाहिँ दिया सबै ट्रलीहरू खोलेर त्यो लुगाहरू सुका भनेको आउँदैछै म यो कारणले गाइज हामी कस्तो कपाल जगटी भएको छ कि आँखा हेर के कारणले हो म त अरे लु हेर आँखा गाइज पाहुना आउँदाखेरि चिया पकाउनु भएको र भएको थियो ल छ्या यो चाहिँ म के गर्नु हो चिया पकाउनु दिनु यसमा पकाउनु यसमा ग्यास नभएर चुलामा पकाउनु पर्थ्यो कि त्यही भएर त्यो मलाई हराइ परेको मन परेन है मलाई मन पर्दैन यसमा चाहिँ के पकाऊ मलाई यस्तो मन पर्दैन पकाउने टलाउने मलाई लगाउने यता लगाउने लगाउने त केही छैन दे त लगाउने छैन मन परेर रिजेक्ट जा रिजेक्ट पनि छैन अब पाहुना आउँछ त्यसमा चिया बनाएर दिनु यो के हो कुकर हो कि के हो यो भाँडा मलाई के भन्दा नानीले के दिन्छ भाँडा पो हो कुकर पो भनेको त म त कुकर जस्तो हुन्छ नि त्यो ए यहाँबाट ग्यास जान्छ है कतिमा लिएर आएको कहाँ किनेको 350 वहीँ किनेको पकाएर त्यहाँ अब भराइदेखि म यहाँ पकाउनु थाल्छु मैले मिक्सी किनिदिएँ त एउटा मिक्सी र प्रेसर कुकर किन्नुपर्ने छ लु ओख्लेको बाल्टी हुन्छ बस ओख्लेको चाहिँ के किन्ने हो गरियाले भरान थाले What is this? मेरो लागि के लाग्यो ल ओख्ले ओइ ठुटे हापिन त्यहाँबाट भात मेरो सरप्राइज चाहिँ के होला म यति साह्रो एक्साइटेड छु होइन ल कि खाएछ अब ओख्लेको बाली कस्तो देखिरहेछ ओख्ले छि कस्तो देखिरहेछ मलाई त कस्तो देख्यो भने दिया लुगाहरू सब उतार न अब यो चाहिँ भयो कि भएन केही थाहा छैन मलाई बेगी पेन भनेको थियो 32 ल्याएको छ 34 भनेको थिएँ मैले आम्मामा साइज थाहा छैन मलाई यही हुन्छ होला हेर त 34 भनेको थिएँ मैले बेगी पेन ल्याइदिनु अरे गेगी पेन ल्याइदिएको अब भएन भने रियालाई दिनु हुन्छ ठुलो खाले ल्याइदिएछ नि त ज्यादा नाम खुसी गाइस खुसी यो पेनले चाहिँ म एकदम खुसी मैले बेगी पेन भन्थ्यो फोनमा दिदीलाई फोन गरेर मलाई बेगी पेन ल्याइदिएछ तिमीलाई चाहिँ किन कति सिक्स अरे 32 मलाई ठिकै हुन्छ म नापेर आउँदैछु ल नदेखाइ बिचरा रियालाई